लसो सबैलाई नमस्ते केटारी। सो आज चाहिँ मैले कहाँको भ्यू यानि कि कहाँको लोकेसन देखाइरहेको छु भनेर भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो वेन्यू अनि कार्यक्रम रहेको छ लालगढ स्थित गौतम होटल। मैले चाहिँ सुनेको 5 स्टार होटल रे। म चाहिँ अब कहिले पनि आएको छैन। सो मेरो फर्स्ट टाइम हो यो गौतम होटलको। सो मैले चाहिँ अलिकति भ्यू पनि देखाइरहेको छु कस्तो छ भनेर। एकदम पुरै परिवार सपरिवार पनि आउन सक्नुहुनेछ। सो अहिले भित्रभित्र जानुहोस् न, यस्तो मजाको छ, म पनि लोभिएँ। सो गौतम होटल रहेको छ यो लालगढ स्थित है, ढल्केवर र सिन्धुलीको बर्दिवासको बिचमा रहेको छ यो लालगढमा गौतम होटल। मैले अघि नै भनिहालेँ 5 स्टारमा गनिन्छ अरे भनेको सुनेको। सो मलाई त्यति थाहा भएन, तर पनि मैले जति सुने त्यति नै भने। सो लोकेसन हेर्न सक्नुहुनेछ। मैले बाहिरको सक्दो मैले लिने कोसिस गरेको छु, तसर्थ हामी भित्र जाने जमर्को गर्दैछु। भित्र जाने क्रममा चाहिँ यहाँ चाहिँ सेन्सर रहेछ है। सो मान्छे आउने बित्तिकै मान्छेको त्यो उयोले नै टक्क ढोका आफै खोल्ने के होइन। अनि भित्र पस्न लागेको साथी नै आइपुगेन त गाँठे। अब घाँस चोर्नु साग नचोर्नु भन्छन् है। अनि मैले चाहिँ एकछिन होल्ड गरेँ, खै त रेजिला म्याम भनेको त। सो रेजिला म्याम चाहिँ बाहिर नै हुनुहुँदो रहेछ। म एकछिन होल्ड गरेँ र साथी कता हुनुहुन्छ भनेको ठ्याक्क पर्खिँदा गरेँ। सो भित्रको हेर्न सक्नुहुन्छ लोकेसन वाउ छ, एकदमै राम्रो के आनन्दको होइन। सो अगाडि पनि ब्युटिसियन साथीहरू हुनुहुन्छ। अगाडि मैले साथीलाई पर्खिरहेको छु, आउँदै हुनुहुन्छ। सो साथी आइसक्नु भइसके पछाडि चाहिँ हामी लाग्दैछौँ तल्लो फ्लोरमा है। यहाँ देख्न सक्नुहुन्छ चिल्ड्रेन पार्क पनि रहेको छ, बनाउनु बारी छ। सो बनाउँदै जाने क्रममा टक्क अगाडि छिरौँ भनेको त ऐना देखेँ है। अब हामी छोरी मान्छेको जात ऐना त हेर्नै पर्यो। सो एकछिन हेलो गऱ्यौँ साथी र मैले। उहाँ चाहिँ हुनुहुन्छ गायक रेजिला राई म्याम हुनुहुन्छ, रेजिला ब्युटी पार्लरबाट। र एकदमै राम्रो के भ्यू। र यहाँ देख्न सक्नुहुनेछ स्विमिङ पुल। आहा एकदमै राम्रो है, स्विमिङ पुल पनि एकदमै राम्रो लाग्यो मलाई। पानी देख्ने बित्तिकै खेलौँ खेलौँ लागिरहेको थियो। तर के गर्नु, विडम्बना है, अब यता कार्यक्रममा आइएको छ। सो त्यसपछि हजुरहरू स्विमिङ गर्दै चिसो पेय पदार्थको चुस्की लिँदै चाहिँ स्विमिङ गर्न सक्नुहुनेछ। गर्मीमा भरपुर मजा लिन सक्नुहुनेछ। यो कहाँ भनेर भन्दाखेरि लालगढ स्थित गौतम होटलमा है। आज चाहिँ गौतम होटलको चाहिँ पुरै प्रचार प्रसार भइरहेछ मेरो भिडियोमा। सो एकदमै राम्रो लागिरहेछ, खुसी लागेको छ। हामी जाँदैछौँ हाम्रो भेन्यू कतातिर हो, हाम्रो रुम कतातिर हो भन्दै जाँदा स्पेस त हेर्नुहोस् न, यस्तो राम्रो। अझ उताको बनाउन पाएन, त्यसको लागि सरी, किनकि मेरो मेन फोकस भनेको कार्यक्रममा रहेको थियो। सो वेलकम गरिसक्नु भएको छ र हाम्रोलाई वेलकम गर्दै हुनुहुन्छ हाम्रा मार्केटिङ म्यानेजर रञ्जना छतकुल्ली। आहा सधैँ एकदमै मिठो बोली, कम्पनी पर्सन होइन, एकदमै प्रमोटिङ गरिरहनु हुने, प्रमोट एउटा राम्रो एउटा खम्बा जस्तै छ। सो भित्र चाहिँ थुप्रै ब्युटिसियनहरू आइसक्नु भएको थियो, त्यही पनि बाँकी नै थियो। हाम्रो यो टोकन अफ लभ रहेको छ, त्यसैले त प्राइस पनि हाम्रो अलिकति अगाडि खिच्न लगाएँ मैले हाम्रो रञ्जना म्यामलाई। सो यहाँ चाहिँ एकदम भरिभर छ, लगभग हामी 150 को हाराहारीमा थियौँ। हामी धेरै ठाउँबाट आउनुभएको थियो ब्युटिसियनहरू, उहाँहरूलाई पनि राम्रै लाग्यो होला। सो मलाई चाहिँ एकदमै इफेक्टिभ लाग्यो। र उहाँ हुनुहुन्छ सुनिल दास सर, एकदमै चाहिँ फेमस हुनुहुन्छ कामको थ्रुबाट है, अरूभन्दा नि कामको थ्रुबाट। सो उहाँको टिकटक मैले हेर्ने मौका पाएँ। सो उहाँलाई फलो पनि गरेको छु। अनिल दास सरलाई धेरै धेरै धन्यवाद हामीलाई क्लास दिनुभएकोमा, शब्द बुझाइदिनु भएकोमा। र धेरै धेरै धन्यवाद न्यु लुक कम्पनी लभम्थ। अनि त्यसपछि अपकमिङ प्रोडक्ट भनेको चाहिँ कानको रहेको छ, एकदमै राम्रो राम्रो प्रोडक्टहरू। सो मेरो टोकन अफ लभको पालो आएको छ। सो म चाहिँ ढुमुक ढुमुक गर्दै हिँडिरहेको छु। सो अनिल सरको हातबाट एउटा टोकन अफ लभ पाउँदाखेरि हाम्रो शान्तिका अग्रदूत गौतम बुद्ध हाम्रो नेपालमा जन्मेको मैले लिन पाएँ। त्यसै गरी खुसी छु, आज धेरै खुसी छु। त्यसपछि मजाले खुसी हुँदै सो भिडियो गरिदिनु हुने हाम्रो निशा बहिनीलाई पनि धेरै धेरै धन्यवाद। त्यसपछि हाम्रो थोरै भए पनि फोटो सेसनको कार्यक्रम रहेको थियो, मेरो डाई हार्ट फ्यान। एन्ड थ्याङ्क यू सो मच न्यु लुक।